अलिअलि जिउ मर्काउँदै अलिअलि जिउ तन्काउँदै आज म बिहान उठेँ है। बिहान सर जहिले पनि पानी पर्छ क्या। अझ चाहिँ कति दिन भइसक्यो हाम्रोतिर चाहिँ बिहान सर पानी पर्छ 4:30-5 बजीतिर। अनि उठ्ने बेलामा जहिले अल्छी लाग्छ अनि सुतिराख्नु मन लाग्छ। तर आज त मैले जबरजस्ती उठ्नुपर्छ भनेर उठेँ। हाई हेलो गुड मर्निङ है। आज मेरो पुन्टुरे मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म बिहान बिहानै ब्लग हाल्न आइपुगेँ पुन्टुरे। मेरो भिडियो सानो जिउ मर्काउँदै तन्काउँदै भए पनि आज यसो एक्सर्साइज गर्नु पर्यो भनेर म चाहिँ उठेँ। बिहानै उठ्न कति आनन्द हुन्छ हुन चाहिँ, तर यो पानीको सिजनले गर्दाखेरि बिहान यति मजाले पानी पर्छ कि सुनिरहौँ जस्तो, सुतिराखौँ जस्तो क्या। पानी परेको सुन्दै सुत्दै प्रायः सबैलाई त्यस्तै हुन्छ। पानी परेको बेला मलाई पनि त्यस्तै हुन्छ। म चाहिँ कहाँ बेग्लै होला, सबै जस्तै त हो नि होइन। त्यही पनि अल्छी लाग्दै उठ्दै भयो भने म उठेर नै यसो हातखुट्टा तन्काइ तुन्की गरेँ। तपाईँहरू पनि हातखुट्टा तन्काउनुहोस्, बिहान उठेर जिउ मर्काउनुहोस्, भाच्नुहोस्, नाच्नुहोस्, उठेर है भजन सुन्नुहोस्। वाह, यति भएपछि त दिन त कति राम्रो राम्रो नि। मेरो पनि आज दिन यसरी नै राम्रो बनाउनलाई म बिहान बिहानै उठेँ। भन्दा पनि म 5 बजेतिर उठेँ आज। त्योभन्दा अगाडि नै उठ्ने प्लान थियो। छना चाहिँ यसो कुद्न पनि जानु पर्यो भनेर, तर पानी परेर हैरान। छाता ओढेर कुद्ने कुरा भएन। मेरो बस चले त म छाता ओढेर पनि कुदेँ। दिन थियो होला, पानी परेको थियो। पानी पर्दा हिँड्नलाई त बहुत मजा आउँछ, तर पनि होस् भनेर म गइनँ। तपाईँहरू जानुभयो त पानी पर्दा पर्दै पनि हिँड्नलाई आज। अनि मेरो चाहिँ यसो योगाहरू एक्सर्साइजहरू यस्तै हुन्छ। जे जति जान्दछु त्यति नै गर्ने हो है। यति गर्दा पनि जिउलाई हल्का त रिफ्रेस त हुन्छ नि भनेर म लागेँ योगासोगा गर्नलाई। अब कति के मिलेको छ छैन कमेन्ट गर्नु होला है। बिहान बिहानै तपाईँहरूको फर यू पेजमा मेरो भिडियो आयो भने यसो लाइक पनि गर्नु होला, कमेन्ट पनि गर्नु होला। त्यस्तै उस्तै हो। म चाहिँ योगा गर्दैछु। अनि यहाँ बिहानको चराचुरुङ्गीको आवाज कस्तो मजाले आइरहेको थियो क्या। अनि मलाई पुरै भिडियो म्युट गर्न पनि मन लागेन उयसको। अनि मलाई यति गरेपछि यस्तो गर्मी फिल हुन्छ फेरि। हेर्नुहोस् त मेरो योगा गरेको। म एकछिन चुप्प लाग्यो है। अनि तपाईँहरूको बिहान चाहिँ कसरी सुरुवात हुन्छ? कहिलेकाहीँ मेरो योगा गरेर अनि पूजापाठ त डेलीको काम मेरो भइहाल्यो है। त्यति गरेपछि दिन एकदम राम्रो हुन्छ। तपाईँहरूको चाहिँ कसरी हुन्छ कमेन्ट गर्नुहोला होइन। प्रायः त धेरै मर्निङ वाकहरू जानुहुन्छ बिहान बिहान। यहाँ कति धेरै आउनुहुन्छ क्या हाम्रो अगाडि बाटोमा हिँड्नुहुन्छ। अनि कति त छाता ओढ्दै पनि हिँडिराख्नु भएको थियो आज। त्यो चाहिँ एकदम क्रेजी हो क्या मर्निङ वाक गर्ने। जस मलाई चाहिँ मनपर्छ है त्यस्तो आफ्नो स्वास्थ्यको लागि एकदम ध्यान दिएको। कसले दिने आफ्नो स्वास्थ्यको लागि ध्यान होइन। खानपिनमा पनि ध्यान दिनु पर्यो, एक्सर्साइजमा पनि ध्यान दिनु पर्यो। अनि जिउ त त्यत्तिकै पनि फिट भइहाल्छ नि। मोटो भए पनि पातलो भए पनि एक्सर्साइज चाहिँ गर्न छोड्नु हुँदैन। कहिलेकाहीँ डेली गर्न नभए पनि। म त्यति यसो गर्मी भइरहेको थियो, त्यति गरिसकेपछि हल्का पसिना आइरहेको थियो। त्यसपछि म खाली खुट्टा यसो हिँड्नु पर्यो भनेर हिँडेँ 10 मिनट जति, 10-15 मिनट जति त्यहीँ अगाडि यसो यताउतातिर हिँडेँ। अनि हिँड्दा हिँड्दै मलाई यो चरा नुहाइराखेको थियो क्या। यसलाई चाहिँ फेरि यो के अरे पानी पर्दा पनि नुहाइराख्नु पर्ने क्या पुन्टुरे यो रुप्पीलाई। अनि म यस्तो फुलहरू कस्तो मजाको भएको छ। आजको मेरो पुन्टुरे मिनी ब्लग यति है। आज मेरो गुड मर्निङ यसरी नै भयो। तपाईँहरू कसरी भयो? हस् त बाई।